यो नेपालमा पाइने बहुमूल्य प्रजातिको एक जडीबुटी हो। सुल्टोमा हेर्दा यस्तो हरियो हुन्छ भने उल्टोमा यस्तो सेतो हुन्छ। यसलाई विभिन्न ठाउँमा विभिन्न औषधिको नाममा प्रयोग गरिन्छ। यो ग्यास्ट्रिकको लागि, कब्जियत र खाना अपच भएमा यसको प्रयोग गरेमा रोगलाई छिट्टै निको गराउन सकिन्छ। हामीले डाक्टरी औषधि भन्दा यो औषधिलाई ग्यास्ट्रिकको रूपमा प्रयोग गर्यौं भने नि न त शरीर गलाउँछ भन्ने डर, न त छिट्टै निको हुँदैन भन्ने डर। यसलाई रेगुलर तपाईले प्रयोग गर्नुस्, यो आफै सन्चो हुन्छ। हेर्नु त यस्तो टाइपको हुन्छ। कसैले चिन्नुहुन्न भने मलाई कमेन्टमा गएर कमेन्ट बक्समा ग्यास्ट्रिकको रूपमा प्रयोग गरिने दुमसिङ्की भनेर कमेन्ट गर्नुहोला। तपाईलाई म उपलब्ध भएसम्म उपलब्ध गराउने छु। तपाई कहाँबाट कमेन्ट गर्नुभएको हो त्यो बारे पनि भन्नुहोला। यो यसको छाप भन्ने यस्तो हुन्छ, यो उल्टोमा अनि यो सुल्टोमा। यस्तो टाइपको तपाईको कोही नजिक छ भने यसलाई ग्यास्ट्रिक भएको मान्छेले नियमित प्रयोग गर्नुहोला। यो काँचैमा पनि खान सकिन्छ र सुकेर धुलो बनाएर पनि यसको प्रयोग गर्न सकिन्छ। तपाईले खाएर हेर्नुहोस्, त्यसपछि सन्चो हुन्छ कि नै भन्ने कुरा तपाई आफै पत्ता लगाउनुहुन्छ। हस्।